एभ्रिवान आज हामी मामुको 25th एनिभर्सरी हो अनि त्यही भएर सपिङ गर्न जाँदैछौँ माइजू र म होइन वी आर भेरी एक्साइटेड होइन माइजू एक्साइटेड छौँ नि एकदम ल अन्त पुरा घाम लागेको छ अनि त्यही पनि हामी यस्तो घाममा एक्साइटमेन्टका साथ विथ छाता माइजू र म हिँड्यौँ सपिङ गर्नलाई हल्का फुल्का सपिङ गरेर आयौँ माइजूले देखेछ हामीले जडीहरू लिएर आयौँ अब हामी आफै माला गाँच्छौँ माइजू र म भएर यस्तो यहाँ पसिना पागल भयौँ यति धेरै मिहिनेत गरेर हामी हिँड्यौँ अब घरतिर अब हामी दुबो काट्न जान लागिरहेको छु है केराबारीमा पाइन्छ कि पाइँदैन दुबो सँगसँगै साप पनि काट्यो भने के होला ओ माइ गॉड सम्झेर एकदम सातो गएको छ होइन गर्मी छ यो शीतल खाना यसो माथि हावा खाना आएको होला साप पनि नभन्छु अब के गर्ने होला केराबारीमा आयौँ होइन के अरे दुबो काट्नलाई हामी जाँदैछौँ लाइन्छु आइज यस्तो डेन्जर गर्मी छ नि हाम्रो यहाँ तराई मधेस गर्मीले चिनिने ठाउँ खालि नराम्रो कुराले नचिनिने भयो कि मधेस कहिले हुन्छ अलिकति राम्रो कुराले फेसिलिटी हुने मधेस कहिले होला कि हुन्छ अनि माइजू हिँड्दै एकछिन त दुबो काट्नलाई हामी बारी हिँडिरहौँ हामी डाइरेक्ट सामान किनेर डाइरेक्ट बारीमै आयौँ कि अनि त्यही भएर माइजू हजुरको त्यो लुगामा चाहिँ चोप लाग्ला हजुर माइजू नभन्छु न माइजू प्लिज मलाई साँच्ची नै अति नै डर लाग्छ कि मलाई त फोबिया भन्दा चोप उठ्छ दुबै छैन खोइ हामी त दुबो खोज्न आएको ल केराबारीमा दुबो छैन कहाँ जाने त अब कहाँ जाने त कता मम्मी पनि होइसिन्छ मामु पनि होइसिन्छ भइहाल्यो नि हुन त फेरि हजुरलाई र मलाई दिन पऱ्यो हिजो काट्दै होइसिन्छ यति धेरै मेहनत के अरे दिदी र भिनाजुको फेरि बिहे गराउनलाई बिहे हेर्न पाइएन होइन अनि बिहे हेर्न पाइएन बिहेमा हामी थिएनौँ माइजूको बिहे नै भएको थिएन म त अब म त धन्मिनी कुरै भएन त्यो एक बोरा चाहिन्छ माइजू चाहिन्छ चाहिँदैन त्यो काम गरिदिएको म चाहिँ फोन देखाएर वाइवाट भन्दै बसिरहेको खेती गर्ने ठाउँमा त दुबो छैन काठमाडौँमा कसरी ल्याउला नि त्यत्रो मान्छेलाई बाहिरबाट त ल्याउने होला नि यतैबाट आज लास्ट महिना गरेर दुबो काट्दै रहेछ आजको पसिना धेरै रमाइलो गर्न कहाँ सजिलो हो त माइजू र म अघिदेखि घाममा डुलेको नपाएर फेरि यत्रो केराबारीभरि होइन यति पायौँ यति कति चाहिन्छ यो यसमा पनि नपुग्ने भयो एउटा माला त पुग्दैन अनि दुबो ठिक पार्यौँ एक बोरा जति भयो एक बोरा भनौँ एक झोला भयो अब हामी हिँड्छौँ माइजू अझ काटेको दुबो चाहिँ यो गाई कति खुसी हुन्थ्यो होला त्यही मलाई मेरो गाईको याद आयो काटेको चाहिँ यो अब हामी यसलाई मिलाउँछौँ अनि त्यसपछि माला गाँच्छौँ होइन माइजू हामीले जे कुरा नि एक्सपेक्ट गर्नुपर्छ त्यही लगाएर नि हैरान भयो कि आनन्द त आउँछ नि माइजूले यो गाँस देखेर मलाई बनाऊँ भइरहेको त्यही अहिले माइजूले मलाई सिकाइदिन्छ एउटा माला मेरो तर्फबाट एउटा माला माइजूको तर्फबाट होइन माइजूले यस्तो राम्रो माला बनाउँदै राखिन्छ कसैलाई माला चाहियो भने अर्डर गर्नलाई प्रतिमा पराजुली घिमिरे भनेर हजुरले फेसबुक पेज हेर्नुपर्छ फेसबुक पेजमा हेर्छु हजुरले पाइसिन्छ है एउटा माला कम्प्लिट हुन थाल्यो अब वाउ नाइस अब यसमाथि हामी यो जरी हाल्छौँ
वाउ फ्रेस माला फ्रेस दुबोको वाउ माला बन्यो अब यसलाई त्यो माथिको काटकुट पारेर अनि त्यसमा जडिहाल्ने अनि कम्प्लिट भयो माथि पनि नआइकन गयो अब यसमा जडिहाल्दा त्यस्तो हुन्छ है हाम्रो आजको बेहुली चाहिँ उहाँ नै हो है मामु यता हेर्छु मामु बेहुली सर्वाइसु है मामु यता हेर्छु न अब माइजूले जडीलाई सिलाउन थालिसु 1 2 3 माला रेडी भयो माला बनाउने मेन मान्छे हाम्रो माइजू सबैको साथ सपोर्टबाट है मेरो मात्र हैन फेरि कस्तो लाग्यो अब चाहिँ माला निउनै छ त्यसले गर्दा चाहिँ यो सुक्छ भनेर यसलाई पानीमा यस्तोरी बेटारेर हामीले चाहिँ यहाँ राखेको छौँ लौ न मुख पो सानो भयो यस्तो त अब त्यो मालालाई भित्र लगाएर राख्छु चिसोमा नत्र त उहिले भएन माया पुगेन अनि फेरि हामी हिँड्यौँ दुबो लिनलाई अब चाहिँ हामी मकैबारीमा हिँड्यौँ अघि चाहिँ हामीले के अरे केराबारीमाबाट ल्याएको थियौँ दुबो अब चाहिँ मकैबारीबाट ल्याउँछौँ माइली हेर्छु यता कोही चाहिँ म चाहिँ यो हाम्रो यतातिर त्यो सुगा आउँछ नि त अनि त्यो सुगालाई धपाउनलाई यो बजाइ चाहिँ हा गर्छ अनि यो त्यहाँ बारी अड्काइदिएपछि अनि सुगा आउँदैन भनेर मकैमा हजुर यसरी बज्छ है यो चाहिँ यो देखाएर के यसो देखाउ न कहाँनिर टिप्ने रेकर्डमा यसमा दुबई छैन हामी दुबो खोजेर हिँडेछौँ तर दुबई भेटेनौँ फाइनली गाइज अब हामीले दुबो भेट्यौँ यहाँ कस्तो राम्रो दुबो रहेछ लोभ लाग्दो वाउ अब चाहिँ हाम्रो नेक्स्ट माला चाहिँ एकदम राम्रो बन्छ जस्तो देखेँ मैले यो सब दुबई दुबो हो हामी आउनु ढिलो गरेको घाममा खालिदिउँ माइजू कच्चियाले काट्दै के अरे खुर्पाले उ गर्दै भइसिन्छ म चाहिँ हातले उखालेँ किनकि दुबो एकदमै राम्रो हो मुलायम छ पानी परेर न माइजू माटो पनि आयो त यति डुबोटी बेलेर आयौँ यस्तो गर्मीमा यस्तो टु मच गर्मी हो कि गड माला चाहिँ मेरो भान्जीको हातबाट बन्दैछ मेरोभन्दा राम्रो चाहिँ बन्छ है खतरा बन्छ किनकि अब युनिक भान्जी पऱ्यो नि त म ओल्ड परेँ अलिक फास्ट राम्रो चाहिँदैन सुपर फास्ट चाहिन्छ अब यिनलाई एकदम राम्रो देखाउनु छ मेरोभन्दा खतरा बन्छ यो माला चाहिँ हेर्दै जानु है दोस्रो माला स्टार्ट भयो अब नानी कस्तो राम्रो दुबोको दामी भयो ताजा दुबो हो नि त भर्खर लिएर आयो नि त तातो घाममा गएर अब चाहिँ खतरा बन्छ यहाँ हाँस्ने मान्छे हेर्नु यहाँ हाँस्ने मान्छे ल मख के सबै मख मेरो भान्जीले नयाँ सिपको उद्घाटन गरेकी छिन् तर यो दर्जनौँ माला बनिसकेर स्टार्ट गरेको जस्तै फिलिङ आइरहेको छ यस्तो राम्रो बनाएकी छिन् यिनले गर्दै गर्दिनन् गरिसकेपछि नम्बर 1 गर्छिन् कि मेरो फर्स्ट ट्राई हो मामुन बाबाको एनिभर्सरीमा मेरो आफ्नै हातबाट एउटा माला अनि एउटा चाहिँ माइजूको हातबाट केही भन्नु छ कसैलाई चाहिएमा फेरि अर्डर गर्नु होला यस्तो माला हामी जति अर्डर गरे नि हामी बनाउन एकदम तयार रेडी छौँ होइन यदि तपाईँहरूलाई आपत परेको बेलामा यसो हामीलाई सम्झिनु भयो भने तपाईँहरूको आपतकालीन अवस्थालाई हामीले एकदम सर्वसुलभ तरिकाले खतरा पाराको माला बनाएर दिन सक्दछौँ ल त ल
हातमा मेहन्दी चाहिँ बेहुलीको भदैनीले लाउँदै होइसिन्छ है यहाँनिर। भदैनीको नाम चाहिँ प्राप्ति घिमिरे। यस्तो राम्रो मेहन्दी लाउँछिन्। बेहुली चाहिँ उहाँ हुनुहुन्छ आजको। बेहुलीको मेहन्दी हुँदैछ आज। मेहन्दी चाहिँ बेहुलीको भदैनीले लाउँदैछिन्। भदैनी यता हेरिदेऊ। यस्तो ट्यालेन्ट छिन् कि मेहन्दी लाउनलाई, खतरा लाउँछिन्। उहाँ चाहिँ हाम्रो आजको बेहुली। आइजोले मेहन्दी लाउँदै होइसिन्छ। मेहन्दी लगा के रखना, डोली सजा के रखना। अब यो मालाको माथि माथि काट्छु ल म। मैले बनाएको माइज यति काटौँ। मेहन्दी मेहन्दी के अरे माला रेडी भयो। अनि माथि माथिको म यो दाग काट्दैछु है। त्यता नदेख्नुहोस्। मेरो फर्स्ट एक्सपिरियन्स राम्रो नराम्रो मलाई थाहा छैन, बट मैले ट्राई गरेँ। त्यसमा म एकदमै धेरै खुसी छु। अप्ठ्यारो भयो अनि त्यही भएर अब यसरी ढलाएर काट्दैछु म। काट्न चाहिँ आइरहेन त्यति नै। रेडी दुबोको माला चाहिँ रेडी भइसकेपछि अब यो जरी हाल्न भान्जी तम तयार भएर स्टार्ट गरिराखेकी छिन्। कस्तो जरी पनि खत्रै छ त भने ल हेर्दै। वाउ, कसको बिहेको लागि हो? छान्न चाहिँ फेरि दामी छान्ने हो कि, शान्तिनु त कुरै छैन। कसको बिहेको लागि होला? यो चाहिँ एनिभर्सरीको लागि दिदीलाई चाहिने अति आस चाहिने चाहिँ यति थियो। अरू चाहिँ घरमा भएर हामीले केही पनि किनेको छैन। जरी पनि सिलाइसकेको अवस्था छ। अहिले चाहिँ यिनले यहाँ धागो काटेर फिनिसिङ गरिन्। ल अब हेर्दै जानु कस्तो देखिन्छ माला। ल वाउ, खतरा देखिया छ। ल आज नयाँ कार्यको सुरुवात छ, हेर्दै जानु। दुईटा माला रेडी छ। यो माइजूले बनाइसकेको अनि त्यो चाहिँ मैले बनाएको। वाउ, मामुको मतलब बेहुलीको भदैनीले लगाइदिएको मेहन्दी है। बेहुलीको बुहारीले लगाइदिएको मेहन्दी है। कसको राम्रो छ, मामुको कि छोरीको कि मामुको? त्यही हो चिन्छ। पालो फेरि मेहन्दी लाउने। अब यता देख्यो हटाउनु। अब मेहन्दी लगाएको हेर्नु है त। पालो फेरि मेहन्दी लाउने। कुनै पनि काम बाँकी नराख्ने भयो नि यिनले चाहिँ सबै मै भ्याउँछु मै गर्छु भनेर उदुम छ। ल हेर्नु यहाँ यतिको चाहिँ हुनुपर्छ। म जस्तो नै। कस्तो म जस्तो अल्छु। ओइ भित्र यहाँ समातिस् त। ल हेर्नु कस्तो सुरुवातै राम्रो भयो। ल माइज प्लिज कि राम्रो चाहिँ भयो। मेरा भान्जी र छोरी मेहन्दी आर्टिस्ट हुन्। ल हेर्नु यहाँ मेहन्दी लगाइसक्यो यति राम्रो। अब नामको सुरुवात भएको छ। ल हेर्नु त मेरो भान्जी र मेरो छोरीले नआउने भन्ने केही छैन। यिनीहरूलाई बेला बेला जाँगर मात्र आउँदैन। जाँगर आउने हो भने नि ओ माई गड यो आउँछ भनेर सोध्दैन नि, नआउने भन्ने केही हुँदैन। भन्छन् जाँगर मात्र आउँदैन बस। ल हेर्नु अब मेरो पालो रे, अब मलाई पनि लगाइदिने रे। हामी गोलो मात्र लाउने ल। ल ल हेर्नु मेरो छोरीले लगाएको यो सब मैले सिकाएको है। म गुरु हो। भान्जीलाई सिकाउने नै म गुरु हो है। यता देखाउनु त गिरा दिदी, यता अगाडि देखाउनु त। ल अहिले त सिकाउने म हो, तर गुरुभन्दा ट्यालेन्ट भइसक्यो। ल यहाँ हेर्नु यो चाहिँ मैले लगाइदिएको यस्तो छ होइन, त्यो पनि झरिसकेको छ। गुरुभन्दा शिष्य ट्यालेन्ट भइसक्यो। खै यता देखाउनु त। ल हेर्नु मेरो छोरी लगाएको। ओ माई गड खतरा छ। ल खतरा। ल हेर्नु यस्तो हुनुपर्छ कि। डेकोरेसनको लागि बेलुन धमाधम रेडी हुँदैछ। दुईटा भान्जीहरू मिलेर बेलुन फुलाएर एकदम दामी बनाउन लाग्नु भएको छ। हाम्रो बेहुली रेडी हुँदै होइसिन्छ है। बेहुलीको जुरो रेडी भयो। माइजू रेडी बनाउँदै होइसिन्छ। बेहुलीको मेकअप भयो। यो मेकअप भएर हुन्छ। बेहुलीको लागि सेटअप रेडी हुँदैछ। उहाँ चाहिँ दर्शकहरू हाम्रो बहिनीहरू। अनि बेहुलीको रियल बिहेको माला होइन, 25 वर्ष अगाडिको माला। 24 वर्ष। आज त 25 वर्ष लाग्यो होइन। अनि यो चाहिँ आजको नयाँ माला। अनि यहाँ बेहुलीको बिहेको होला तिलरी। अब हामी गर्दैछौँ है। 10 बज्नलाई 10 मिनट बाँकी छ रातिको। बेहुली अझै रेडी हुँदै होइसिन्छ। म चाहिँ रेडी भएँ।
देखन हैन आर्य आइ त हेर आर्य मेकअप गर्न लाइनमा चाहिँ है भन्नु प्राप्ति चाहिँ मेकअप गुरु आकृतिलाई मेकअप गर्दैछ हाम्रो समृद्धि मेकअप गर्दैछ अनि भाइ डोली सजा के रखना लेने तुझे गोरी आएंगे तेरे सजना मेहंदी लगा के रखना डोली सजा के रखना ओ चेहरा सजा के रखना चेहरा छुपा के रखना चेहरा सजा के रखना चेहरा छुपा के रखना ये दिल की बात किन नजाने दिल में कतोडी घुम्ने हो माइजु भयो घुमेर तुझको तुझको ही
किया याद आई ल ल ल उसै फेरि पैसा दिनु 3 चोटि है नाइस गिफ्ट फ्रम मामा है यो चाहिँ सरप्राइज नै पर्दैन राति भइसक्यो सुन्दैन बाहिर सुन्दैन ढोका सुन्दैन नाच्नु पर्छ क्या मजा आयो त्यति यस्तो तपाईँ नहेर्नु पहिला तपाईँ नहेर्नु यता दिनु सरप्राइज गिफ्ट यता देखाइस त साँच्चै न बिचरा सरप्राइज गिफ्ट राम्रो नि हाँस्छु ल त्यहाँ हेर्छु फोटोमा बाबाहरू पनि माम पनि हेर्छु सेम सेम कुर्ता है